हामी चाहिँ साग टिप्नु हिँडेको साग टिप्नु गएको ल डोबी पनि यस्तो पाराले एउटा हिँडेको साग टिप्नु गाई माता पनि पो रहेछ त अगाडि त सागबारी हामी चाहिँ हिँडेको है साग टिप्नु हिँड्दैछ नि डोको बोकेर म चाहिँ यहाँ पछाडि हिँडिरहेको छु यहाँ चाहिँ यस्तो गाउँ लगाइरहेको रहेछ आमा त्यो बना धारा हो मान्छे त थोरै छैन रहेछ त अनि पर धारा रहेछ धारामा चाहिँ पानी लिन आएको अनि हिँडिरहेछौँ हामी चाहिँ पानी यो चाहिँ ऐसेलु फल्दै छ यहाँ ऐसेलु यो चाहिँ के हो यस्तो घर हो कि खण्डहरू हो कसको घर हो यो मान्छे फाइनली धारा आइपुग्यो यति धेरै मान्छेहरू हुनुहुँदो रहेछ कि धारामा पानी थाप्ने आउनु मन लाग्यो साथीसँग बोजू अगाडि हिँड्दैछन् डन भएर होइन डन भएर अगाडि हिँड्दैछ कहाँनिर हो र बोजू अझ तल जानुपर्छ यहाँ हामी चाहिँ साग टिप्नु हिँडेको नि त साइली साग सिम साग हो अर्ग्यानिक सुँगुरको मासुमा झन् मलाएर गुवाममा खाने सुँगुरको मासु अस्ति मैले नि 5 किलो पठाइदिन्छु भने बाजेले होइन बाजे 3 केजी पठाइदिनु खाऊ न खाऊ होइन ल नि त भनेर ल्याइदियो के गर्ने त्यही त 5 केजी पठाइदिनु भयो अनि होइन बाजे छ भने 3 केजी चाहिँ पठाइदिनु भन्थ्यो होइन 5 केजी लैजान कस्तो राम्रो छ गाउँको भने होइन ल्याइदियो मेरो खालो अनि पठाइदिनु भएछ तरेर गयो होइन त घरि के अरे आयो आज चाहिँ हिँड्यो डरै हिँडिएछ यति टाढो पो आउनुपर्छ झाटा झन्डै लड्यो होला भैँसी लड्यो है माया भिरबाट हेर म अब जम्प गर्छु आउँदै आमा आउँदै त पुरा के भन्छ मुस्लिम जस्तै भएर आएछ त अनि मुस्लिम जस्तै भएर आउनु भएछ हौ साग छैन क्या स्यालको मुट बनाएर म त जङ्गल आयो भने त निकनहरु हुँदैन यहाँ स्यालहरू हुन्छ स्यालको मासु खाएँ हौ मैले एकचोटि साह्रो गनाउँदो रहेछ
कुकुर त अस्ति छैन दादा म त सुरुमा त नथपाएर खाएको नि त मोजा खोल्नु पर्ने रहेछ नि त यहाँ त नि मैले झ्याक्ने खोल्छु ल मोजा लाएर आएको बिजोक भएछ नि त मोजा खोल्दा चाहिँ म आफिरहेको छु गोजीमा लाउने बेला भयो नि त डल्लो पारेर होस् त्यसरी म आफिरहेको छु सुँगुर काँडे पनि रहेछ हौ यहाँ त कम्ती खोज्दैन यताबाट आउँदैछु म चाहिँ साग टिप्नु थाल्नु र सिरा खोज्नु पर्ने पो म त लेलेमा पाउँछ नि त्यस्तै ड्याममै पाउँछ होला सोचिराखेको पुरा घरहरू अब हामी चाहिँ यहीँ त साग टिप्नु पर्ने अवस्था रहेछ नि त यस्तो छ म चाहिँ यहाँ यसो ढुकुर जस्तो बसिरहेको छु डिलमा म चाहिँ भिडियो खिच्दै बसिरहेको छु एक्लै कर्मिया पनि साग टिप्नु गएँ मोजा यहाँ छ मोजालाई चाहिँ गोजीमा यसरी खानु पऱ्यो नि अब के गर्ने होइन साग टिप्नु गएँ माक्स लाउँछु पिलाएर आएको नि ठिकै हामी चाहिँ यहाँ यस्तो महँगीमा हामी चाहिँ सुनखानीमा साग टिप्दैछौँ है हजुरहरू पनि सुन चाहिन्छ भने भन्नुहोस् यहाँ सम्पर्क गर्नु होला हामी त मान्छे भाग्यमान रहेछौँ नि बोजू यस्तो महँगीको जमानामा साग टिपेर सुन भेट्ने आमा यहाँदै पुरा हामी यति अहिलेसम्म टिपेकै सुनखानीमा साग टिप्छु ल यहाँ छ सुनखानीमा साग खानी पनि रहेछ यस्तोमा हामी साग टिप्दैछौँ है खुट्टा चाहिँ यस्तो छ लुगा यस्तो चाहिँ साग टिप्दै हुनुहुन्छ म नि साग टिप्छु मैले चाहिँ यति नै टिपेछु अहिलेसम्म एकछिन ल सुनखानीमा साग चाहिँ यसरी खोज्नुपर्छ यहाँ भित्र हुन्छ नि भित्र खोज्नुपर्छ एउटा दामी दामी छ सुनखानीको साग सुन गनाएको होला हौ बोजू बोजूलाई गनाएर हौ के गनायो कि सुनखानीको साग हेर्नु होला भरै हो च्वाचेसँग खाँदा त नमिठो हुन्छ त नि आफैले टिपेको अर्ग्यानिक एकदमै युरिया मल रहित रसायन के भन्छ त्यसलाई के भन्छ नि रहितको साग दामी रहेछ हौ डल्लै तर धुनु चाहिँ ओभर धुनुपर्छ है साग सिनो गनायो अरे हौ बोजूलाई सुन चाहिँ होइन सिनो चाहिँ गनायो अरे बोजूले भन्नुभएको यहाँ छ त यस्तरी साग खोजी खानु सजिलो छ यतिको मेहनत त गर्नु पऱ्यो नि हौ खानु पनि छ होइन केही सुँगेको छैन बोजू म त खेतको जस्तो सफा हुँदैन जस्तो लाग्यो है सुनखानीमा त सुन त सलल बगिरहेछ नि के गर्ने अब हातमा आउँदैन तल रहेछ मजा होइन सागहरू यहाँ चाहिँ हेर्नु साग यस्तो टिप्नुपर्छ कपाल खोल्दा मात्रै तल गयो ल यसरी आयो हौ खुट्टा घोच्यो नि हौ ए छ हौ पछि एउटा रहेछ ऊ यहाँ रहेछ त ऊ त्यो के भनेर हेरेको त होइन रहेछ नि झार रहेछ त्यो त एकछिन यहाँ रहेछ भित्र
चिप्लेर अनि माछा समातिन्छ होला है सुन समाउने बेला ठाउँमा फेरि चप्पल लानुभएको गाइस दुईटा हातले टिपेको देख न माछा भेट्नुभयो क्या यत्तिकै गर्नुहुन्छ त देखो न गाइस देखो यहाँनिर यस्तो सागहरू छ तपाईँहरू पनि चाहिन्छ भने सम्पर्क गर्नु होला हामी बेच्छौँ पनि सुन पनि बेच्छौँ है यहाँनिर दुईटा हातले टिप्दैछ नि त तर राम्रो रहेछ यस्तो भए पनि यहाँभित्र यत्रो ठुल्ठुलो रहेछ यही भनेको अन्त दिदीले टिप्नु खोजेको यत्रो ठुलो रहेछ अनि कुनामा लुकेको रहेछ हौ बोजू हेर्न कुनामा लुकिरहेको रहेछ नि अरू पनि लुकेर बसेको रहेछ हामी त सानो भयो भने चल्छ हेरेको हेर यस्तो छ साग पखाल्दै दिने हो नि सुनमा कति धनी यस्तो मम्मीको बेलामा सुन कस्तो खोल्छ कुलैभरि सुनमा साग दिनु भनेर चाहिँ कति धनी पर्यो मलाई सुनको साग पनि यति कमाइँदैछ खुट्टा गल्यो नि हौ नि शेर्पेनी गयो भनेर माउसीले मलाई शेर्पेनी त नानी लगेर जान्दै थियो झाँटा माउसी जहिले छोटो भन्दै एउटा शेर्पेनी भनेछ भनेको होइन शेर्पेनी भने जस्तो लाग्यो फाइनली हाम्रो साग चाहिँ यहाँ छ बोजूको चाहिँ एकदम राम्रो व्यापारी पर्नुभएछ बोजू चाहिँ फर्स्ट क्लासको सेकेन्ड क्लासको यो चाहिँ राम्रै छ जस आजको जेला पकायो सुनखानीबाट निकाल्यो है सुनखानीबाट ल अब हामी गएको हजुर पनि यहाँ साग टिप्नुहुन्छ यस्तोमा टिप्नुपर्छ हौ साग त एकदमै खोज्नुपर्छ निन्द्रा लाग्ने गरी छ राम्रो टिप्नु भएर मिसिन्छ है भन्दै हुनुहुन्छ हात यस्तो भइसक्यो बाई बाई